नमस्ते एभ्रिवान सबैजनालाई। आज हाम्रो चाहिँ घरमा हल्का ग्यादरिङ छ। हामी भोलि काठमाडौँ जाँदैछौँ सानो कामले, त्यही भएर हाम्रो घरमा पनि छुट्टीमा ज्वाइँ साहब आउनु भएको छ। त्यही भएर ज्वाइँ र बहिनीले हामीलाई सानो पार्टी होलीको अर्गनाइज गर्नुभएको छ र हाम्रो यहाँ बहिनीले चिकन चिल्ली बनाउँदै छिन्। हेर्दा चाहिँ चिकन चिल्ली सो यम्मी र खाँदा पनि दामी भएको थियो। ल हेर्नुहोस् है कस्तो राम्रो कलर छ चिकन चिल्लीको, खाँदा नि एकदमै मिठो थियो। बहिनीले सबै खाना रेडी बनायो र हाम्रो यहाँ चाहिँ थोडा भिडियो बनाउने कार्यक्रम चलिरहेको छ। भोलि अब हामी होलीमा सबैसँगै हुँदैन, त्यही भएर आज रमाइलो गरेको। हो चिकन चिल्ली सुकुटी आज भान्जीले इच्छा गरेर खान पाइयो क्या हामीले, है भान्जी हो कि होइन? चिकन चिल्ली भान्जीले खाने भनेपछि हामीले खाने मौका पाइयो सबैले। अब चाहिँ यहाँ सुरु गर्नलाई पुन्टु त बिचारा के दिन्छ भन्दै तपाईँको मुख हेरेर बिचारा खाए है। म भिडियो नै गरिदिँदैछु। बहिनीले यहाँ प्रिपेयर गर्दैछ सबैजनालाई, भात बनाउँदैछ। ओहो कोहीतिर पेट खिचाउन देखा त पेटभित्र खिचेछु हजुरको यो। ल ह्याप्पी होली, आजबाट हामी सबै ह्याप्पी होली। यो कुन ठाउँ हो फेरि भन्नु? घाँसीको आउनु लाग्यो कस्तो खालको भएको है। वेलकम टु माई ब्लग। आज हामी चाहिँ सानो कामले काठमाडौँ जाँदैछौँ र अहिले चाहिँ ठ्याक्कै 8 बज्यो। हामी चाहिँ बिहानै 7 बजीभन्दा अगाडि हिँडेको। अहिले चाहिँ घाँसीको आमा छौँ हामी खाजा खानको लागि। यहाँ आज चाहिँ होली, सानो बाबुले सानै छिट्टै होली खेलिसके रहेछ। हेलो बाबु, बच्चाहरू होलीमा चफ एग एन्ड कफी ब्ल्याक कफी खाँदैछौँ। मिस्टर बिलम तर्क ल्याउँदैछ। ह्याप्पी होली। हामी त बिहानै छिट्टै होली बनायौँ है घरमा। होलीको टिका सिका लगाएर आयौँ बुढाबुढी। यो चाहिँ इन्डियाबाट आएको रहेछ। 2 तले बस्दै थिएँ मैले नेपालमा, फर्स्ट टाइम इन्डियाबाट आएको। तर पनि माथि सुत्ने होला है। हङकङ बजीको यहाँ चाहिँ है सेकेन्ड टाइम मैले 2 तले बस्दै थिएँ। अब चाहिँ मैले खुवाउने ल, आज चाहिँ मैले के खाना खाने, स्पेसल माछा भात मैले खुवाइदियो। अब मलिकको 2 वर्ष बजे फेरि मलिकको माछा भात खाना पाउनु भयो। पहिला हामी यहाँ खाना खान्थ्यौँ बेबी न, गाडीमा टुरिस्ट बसमा आउँदा, माइक्रोहरूमा आउँदा है, टुरिस्ट बसमा आउँदा पनि मलाई खुक्को माछा। बुढो भोक लाग्यो? हल्का हल्का मलाई कस्तो भोकै लागेन भाइ, ग्यास्ट्रिक बनाउनु पर्ने।
पत्ताको झुटो पक्दैछ लोकल फिस आज चाहिँ मलाई खुबा लोकल खाना लोकल माछा खाँदैन ह्याप्पी होली गाइस सबैजनालाई है ह्याप्पी होली कसैकोलाई भनेको ह्याप्पी होली सबैलाई आज नयाँ बाटो गल्छी हुँदै काठमाडौँ जाँदै यताबाट यस्तो होला कति राम्रो ट्याङ्गले कलरको जग्गा कस्तो राम्रो फाँट है माझी टार भन्दो रहेछ फाँट कस्तो राम्रो बसेको ट्याङ हो कस्तो धन तलको बजार है दामी फाँटमा यस्तो दामी बजार भयो आहा है यो ठाउँमा त अहिले त कस्तो राम्रो गाउँहरू अनि गाउँ पाकेको कति राम्रो बाटो त्यहीँ गाउँ कस्तो राम्रो ठाउँ है बडा यो पिस रहेछ हो यता त काठमाडौँ जाँदा यति आरामदायी ठाउँ रहेछ यहाँ झमलै टन टन साफ रहेछ त कस्तो राम्रो बाटो रमाइलो बचपन नगुजारे अहिले त मतलबै नहुने उनीहरूलाई कति रमाइलो भइरहेको छ होला बेलुमा पानी हाल्दै फुटाल्दै मान्छे माथि भर्खर केटाकेटीहरू बच्चाहरू झिली र मिली है आजकल त गोली खेल्दा नि पुरा कपडै बनाएर यहाँको एकदम हावा जाल हुँदैछ यो बाटो त घुमघाम गर्ने बाइक स्कुटरहरू केटाकेटीहरू अहिले चाहिँ हामी रोड चाहिँ भइसक्यो मजाको स्पेस छ वातावरण राम्रो छैन सामानहरू आइसक्यो फाइनली
काठमाडौँ 3 बजी आइपुग्यौँ हामी। ल हामी त अब थाकेर कस्तो भएँ। मैले मोमो र चाउमिन रुममै मगाएर खाना लगाएको। कति दिन भयो म त मोमो नखाएको है। अहिले त खै खाएको है धेरै भयो मोमो नखाएको आज। सन्चो नभएर म त मोमो हेर्नै भएको छैन। गुड मर्निङ एभ्री वान। अहिले चाहिँ यहाँ शुक्रबारको 7:30 भएको छ बिहानको। अब चाहिँ हल्का कफी खान लगाएको।